बिकी दाइको कोठामा गएको श्रद्धा भाउजूले हेर्नु न भरत कोठा सिपेज भएर कस्तो भएको छ भन्नुभयो ए भगवान् के चाहिँ खै भाउजू भने हेर्नु त यहाँ भन्नुभयो कोठा हेर्छु केही देख्दिनँ यार के रहेछ सिपेज सोध्न नि रात लागिसक्यो अझै एकछिन थाहा पाउने ट्राई गर्छु भन्ने आएको छ भने भाउजू भएको चाहिँ कहाँ भाउजू भएको चाहिँ कहाँ हो भन्छ होइन त्यो बेडदेखि उता भरत भन्नुहुन्छ के रहेछ त यो भने कस्तो वर्ड आयो यो भन्ने गाह्रो पऱ्यो क्या कसैले भगवान्ले एकैचोटि झ्याप्पै दिनु नि हो थाहा फेरि बाहिर त्यो बिकी दाइको राउन्डिङ टेबल छ नि त्यहाँ कोठा पुग्नु भएको छ होला तपाईँ होइन त्यहाँ बाहिर पनि बस्ने ठाउँ थियो अनि बसेँ एकछिन खासमा सिपेज चाहिँ के हो त भने मैले क्या अब चाहिँ थाहा नपाएको बरु अनेस्टै हुनु सही जस्तो हुनु थाल्छ क्या मलाई म जे हो त्यही नै देखाइदिन्छु भनेर अब म जान्ने पल्टिन्न भन्ने लाएर भएको चाहिँ के त भन्दाखेरि भएर भित्त चुहिएको रहेछ